हेलो एभ्रिवान, आज चाहिँ मैले मेरो हस्बेन्डको लागि वाइवाई फ्राइड राइस बनाइदिएको। उहाँलाई चाहिँ मैले बनाइदिएको वाइवाई फ्राइड राइस एकदमै मनपर्छ। अनि खासै उहाँ प्रायः बिहान खाना खानुहुन्न घरमा, बाहिर नै खानुहुन्छ, बिहान नै छिट्टै जानुहुन्छ नि त। अनि त्यही भएर तर यो दिन चाहिँ अलिक धेरै टाइमसम्म बस्नु भएको थियो। अनि त्यही भएर अब तरकारी पनि थियो है मैले बनाएको, तर तरकारीसँग चाहिँ म खान्न भन्नुभयो क्या, किनकि उहाँ चाहिँ मासु लभर हो नि त। अनि मासु भयो भने चाहिँ खाना खाने, नभए चाहिँ भेज तरकारीसँग चाहिँ त्यति खान मन गर्नुहुन्न क्या। अनि फेरि म चाहिँ भेजिटेरियन हो है, मैले माछा मासु छोडेको चाहिँ 2-3 वर्ष हुन लागिसक्यो। अनि म त्यति पकाउँदा पनि म पकाउँदिनँ। उहाँलाई खानु मन लाग्यो भने उहाँ नै आफै नै मासु लिएर आएर बनाएर खानुहुन्छ कि। अनि मासु भयो भने चाहिँ एकदमै धेरै खाना खाने। अनि मासु नहुँदा चाहिँ मैले भेज तरकारी 2-3 थरी बनाएँ, अचारहरू बनाएर जति मिठो भेज तरकारी बनाइदिनुहोस्, तर खाना चाहिँ यति मात्र खानुहुन्छ क्या। अनि यो दिन पनि मैले खाना खाएर जानु भन्दाखेरि अब भेज तरकारी भएर होला, उहाँले नखाने म बाहिर खान्छु पर्दैन भन्नुभएको थियो। तर 11:30-12 बजिसकेको थियो। अनि मैले के खाली पेट के पठाउनु होस् भनेर मन मानेन। अनि बरु म चौचो राखेर फ्राई गरिदिन्छु नि त भनेर भनेपछि चाहिँ हुन्छ थोरै बनाइदेऊ न भनेर भन्नुभएको थियो। अनि मैले यसरी बनाइदिएको थिएँ होइन, धेरै नै बनाइदिएको थिएँ। धेरै भयो भन्दै हुन्थ्यो कि, तर पछि चाहिँ सबै खाइसक्नुभयो क्या मिठो भनेर। अनि मैले यसरी अचार पनि हतार पिसेर अचार पनि बनाइदिएको थिएँ, धनियाँ टमाटरको अचार बनाइदिएको। तर उहाँलाई केचप हालेर खानु मनपर्छ।